कञ्चनपुरकी निर्मला पन्तको दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो? यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु। हजुर सत्तामा हुँदाखेरि किन नगर्नु भएको? र अहिले हामीलाई आएर त्यो भारी पकाउँदै गर्दाखेरि यसको उत्तर मसँग छ। तर मैले जहिले पनि यसरी गरेर एउटा आमाको पीडामाथि चाहिँ मलम लाउनुको साटो चाहिँ बारम्बार यहाँ सदनमा बसेर चाहिँ उहाँको छोरीको सम्झनालाई कोटाइराख्न चाहिँ मेरो नैतिकताले चाहिँ दिँदैन। आहा साथीहरू, गृहमन्त्री सुचनज्यूले कति चित्तबुद्ध एन्सर दिनुभएको, भित्तामै पुग्ने गरी एन्सर दिनुभयो नि। जस्तालाई त्यस्तै एन्सर उहाँले भन्नुभयो, तपाईँहरू सत्तामा हुँदाखेरि तपाईँहरू के हेरेर बस्नुभयो, किन गर्नु भएन? तपाईँहरूको आफ्नै गृहमन्त्री थियो, आफ्नै सरकार थियो, आफै सत्तामा हुँदा चाहिँ केही नभन्ने, केही नगर्ने। अनि अहिले आएर जब कि नयाँ सरकार बनेको 4 महिना भएको छैन, 4 महिना हुँदाखेरि नयाँ सरकारलाई चाहिँ किन तपाईँहरूले गर्न सक्नु भएन, किन गर्नु भएन, किन पत्ता लागेन भनेर सोधेको छ। यो कुरा पहिला गर्न सकिँदैन थियो, पहिला सोध्न सकिँदैन थियो। जबकि यो घटना 2075 साल साउन 10 गतेको हो। अनि बारम्बार यही कुरा गरिराख्दा, यही कुरा भनिराख्दा उहाँको आफन्तजनाको, उहाँको परिवारलाई कति चित्त दुख्छ, कति दुःख लाग्छ, कति नराम्रो लाग्छ, त्यो कुरा पनि सोच्नुपर्ने हो नि। गृहमन्त्रीज्यूले कति सोचेर कति राम्रो कुरा गर्नुभयो। उहाँले यो कुरा गर्नु छ भने मलाई डाइरेक्ट कुरा गर्दा हुन्छ, मसँग डाइरेक्ट फोनमा कुरा गर्नुहोस्, जेमा डाइरेक्ट मलाई भेटेर कुरा गर्नुहोस्। तर यसरी सबै जनताले सुन्ने गरी, देशले सबैले सुन्ने देख्ने गरी यसरी यस्तो कार्यक्रममा नभन्नुहोस् भनेर भन्नुभयो, यस्तो सदनमा नभन्नुहोस् भन्नुभयो। कति राम्रो कुरा भन्नुभयो उहाँले।